सम्पूर्ण दर्शकवृन्द तथा आदरणीय विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो फेरि पनि जय मसी र विशेष गरी आज हामी फेरि साक्षी अथवा गवाही लिएर आएका छौँ र विगत दिनदेखि हामी विभिन्न व्यक्तिहरूसित उहाँहरूको जीवनको भोगाई अनुभव र उहाँहरूले अनुभव गर्नुभएको हैन परमेश्वरले उहाँको जीवनमा के काम गर्नुभयो भन्ने कुराको एउटा संक्षिप्त गवाही र साक्षी प्रस्तुत गर्दै आइरहेका छौँ र उहाँहरूसित भलाकुसारी गर्ने क्रम हामीले जारी राखेका छौँ र अहिले फेरि हामी आजको यो बसाइमा एकजना हाम्रो गेस्टलाई हामीले लिएर आएका छौँ र उहाँले हाम्रो बिचमा आफ्नो जीवन भोगाई अनुभव उहाँले राख्नुहुनेछ र उहाँलाई हामी हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। मैले भनिसकेँ कि हाम्रो आजको यस भलाकुसारी कार्यक्रममा एकजना गेस्टलाई हामीले लिएर आएका छौँ र उहाँले आफ्नो जीवनका केही गवाहीहरू साक्षीहरू हाम्रो बिचमा प्रस्तुत गर्नुहुनेछ र उहाँसित हामी भलाकुसारी गर्न जाँदैछौँ र आजको यस कार्यक्रमको हाम्रो पाहुनालाई हामी स्वागत गर्न चाहन्छौँ। तपाईँलाई स्वागत छ। जय मसी। तपाईँहरू सबैलाई प्रभुलाई पनि धन्यवाद, तपाईँलाई पनि धन्यवाद है। अनि सोध्न चाहन्छु है, तपाईँको आफ्नो परिचय दिनुहोस् न। तपाईँको नाम के हो? आशा श्रेष्ठ हो। म चाहिँ पाटनमा बस्छु पहिला चाहिँ है, अनि पाटनमा बस्छु, अहिले म यता बौरमा। अनि अहिले तपाईँले चाहिँ हाम्रो बिचमा जुन किसिमको आफ्नो जीवनको एउटा अनुभव मान्न चाहनुहुन्छ र विशेष गरी तपाईँले होइन अहिले प्रभु येशूलाई चिन्नुभएको छ, परमेश्वरलाई चिन्नुभएको छ, तर तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्नुभन्दा अगाडि होइन तपाईँको जीवनको अवस्था के थियो, के समस्या थियो या थिएन, यसो केही छोटकरीमा के बताउनुहोस् न। प्रभुलाई चिन्नुभन्दा अगाडि के कसो थियो जीवन? चिन्नुभन्दा अगाडि त पहिला अब म पाटनमा पसल राख्दै थियो होइन, अनि ठुलै पसल राख्दै थियो। अनि हामी त नेवार परिवारबाट होइन, अनि त्यहाँ त नेवार टोलमा नेवार परिवारबाट अनि हामी थियौँ। अनि धेरै अब धेरै पूजाआजा धेरै गर्ने, अनि मेरो श्रीमान पनि धेरै अनि पूजापाठ गर्ने, अनि त्यस्तो धेरै नीति नियम गरेर होइन त्यस्तो गर्ने थियो मेरो श्रीमान पनि होइन। अनि त्यसो त्यस्तो हुँदै नै अनि मेरो चाहिँ कस्तो भयो भने श्रीमान चाहिँ फ्याट्टै अनि बिमारी भयो। अनि फ्याट्टै बिमारी भएपछि अनि त्यो बिमारी हुँदै पनि अनि मैले चाहिँ कस्तो भयो भने अब राति सुत्न पनि नदिने, दिउँसो पनि अब 3-4 खेपसम्म अनि खाना पकाइदिनु पर्ने, अनि अगाडि राखिदियो त्यो सबै नखाने फालिदिने, अनि त्यस्तो प्रकारको अनि बिमारी छोप्ने बिमारी भयो। अनि यो बिरामी भयो भने के त्यो बिरामी निकै लामो समय कि छोटो कस्तो? धेरै लामो समय भयो, 60 वर्षसम्म भयो। अब नेवार टोलमा बसेको कसैले ऊ बेलामा त सुसमाचार भनेकै थाहा थिएन, कसैले बताउन पनि गाह्रो मान्ने होइन, त्यस्तो थियो त्यो बेलामा चाहिँ। अब 60 वर्षसम्म त्यसरी मैले दुःख पाएँ धेरै। अनि 60 वर्षसम्म तपाईँले के गर्नुभयो? उपचार गर्नुभयो? के गर्नुभयो? धेरै धामी झाँक्री, अनि मैले अब नदेखा ठाउँै छैन। धामी झाँक्री बनेपामा गएन कि, अनि यो म थिमीमा सबै पुरै यो नेपालमा धेरै धामी झाँक्री देखाइसक्यो, अनि थुप्रो पैसा पनि सिधाइसक्यो, अनि डक्टर पनि देखाएको, अनि सिपै लागेन क्या मेरो श्रीमानलाई चाहिँ। के त्यत्रो धामी झाँक्री देखाउनु भयो, डाक्टर देखाउनु भयो, अनि यो सबै देखाइसकेर पनि तपाईँको भनौँ न केही उपचार केही सुधार आएन? केही सुधार आएन। अनि राति बच्चा लिएर चाहिँ उसलाई राति खोज्न जानुपर्ने, 2 बजे 3 बजे 1 बजे, अनि एकजना बच्चा बोकेर एकजना बच्चा हिँडाएर त्यसरी राति खोज्न हिँड्नुपर्ने थियो क्या मैले। किन हराउने कि के? त्यतिकै निस्किने अनि निस्किने, रातभरि पनि सुत्न नपाउँथ्यो। यसरी धेरै दुःख पाएँ मैले। अनि अब त्यो बेलामा त यो सुसमाचार भनेकै छैन क्या, तर सुनाउन पनि मान्दैन क्या मान्छेहरूले। अनि आफू विश्वास गर्छ, चुप लाएर बस्ने समय थियो त्यो बेलामा। अनि भनेपछि 7 वर्षसम्म तपाईँले श्रीमानको खातिर तपाईँले दुःख भोग्नुभयो होइन? अनि श्रीमान चाहिँ भाग्ने के बेहोसीमा भाग्ने के होसमा?
बेहोसीमा भाग्ने अनि त्यो बीच बाटैमै होस आउँथ्यो, कहिले फर्किन्थ्यो, कहिले त खोजेरै ल्याउनु पर्थ्यो। त्यस्तो 7 वर्षसम्म टायो। अनि धेरै मैले अब जग्गा पनि बेच्यो, घर पनि बेच्यो, अनि धेरै पैसा सकायो उपचारको लागि। अनि त्यसो हुँदा 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 अनि श्रीमानलाई चाहिँ अनि धेरै त्यस्तो भइसकेपछि म चाहिँ अब यो पाटन ठाउँै फापेन मलाई भनेर अनि म चाहिँ यता च्याबिलमा आयो। भनेपछि तपाईँको 7 वर्षसम्म श्रीमानलाई त्यस्तो सङ्घर्ष भयो, कष्ट भयो, रोगले सतायो, राति राति भाग्ने भयो, अनि तपाईँले सबै घर जग्गा सबै बेच्नु भयो, उपचार गर्नुभयो, सिद्धियो। अनि त्यसपछि तपाईँले ठाउँ फापेन भनेर पाटन छोडेर ठाउँै चेन्ज गर्नुभयो। हजुर। अनि त्यो होटेलमा अब त्यो पसल राख्दाखेरि पसलमा सामान सबै बनाइराख्थ्यो। त्यो पसलमा अब नेवारी खाजाहरू कति बनाइरहेको हुन्छ नि, त्यो बनाइरहेको ठाउँमा यसरी जुरुक्क उठेपछि त्यसलाई छोपेपछि अनि त्यो जुरुक्क उठेर त्यो सबै खाना फालिदिन्थ्यो। त्यस्तो हुन्थ्यो, त्यस्तो नोक्सान गरिदिन्थ्यो। अनि धेरै नै नोक्सान, अनि धेरै नै पैसा सिध्याएर नोक्सान त्यस्तो भोग्नु पर्यो मैले। अनि त्यसो भएको कारणले अनि म यो ठाउँै फापेन मलाई भनेर म चाहिँ अब पाटनतिर त अब सुसमाचार सुनाउने यताउता गर्ने कोही पनि मान्छे भेटाएन मलाई राम्रो सुसमाचार सुनाउने। अनि तपाईँ त्यहाँ ठाउँ छोड्नुभयो, चाबेल लाउनुभयो। अनि चाबेल आइसकेपछि के भयो? सानो दोकान राख्छु भनेर त्यहाँ बस्यो। त्यहाँ बस्दाखेरि चाहिँ अनि त्यो विश्वासीकै घरमा पायो मैले चाहिँ। भनेपछि जुन घरमा तपाईँ सर्नुभयो त्यो घर चाहिँ विश्वासी अथवा येशूलाई विश्वास गर्ने एउटा इसाईको घर थियो। इसाईको घर थियो। अनि त्यहाँ बसेपछि अब बच्चाहरू त पाल्नु पर्यो, अब सानोतिनो काम गरेर भए पनि भनेर सानो दोकान लियो। त्यो दोकान लिएर त्यहाँ बस्दाखेरि चाहिँ अनि त्यो विश्वासीले सिकाउँथ्यो यसरी येशूको नाउँमा निस्कि जा भनेर प्रार्थना गर्नु, तिमीले कसरी मसँग कुरा गर्ने त्यसरी नै बाइबलमा भनेको कुरा छ, अनि माग्यो भने दिन्छ भन्ने कुरा छ। अनि तपाईँले माग्नु, त्यसरी घुँडा टेकेर प्रार्थना गर्नु, छोप्न आयो भनेदेखि यसो गर्नु भनेर सिकाइदिनु भयो। भनेपछि पहिलोचोटि तपाईँले येशूको विषयमा त्यही घरमा सुन्नुभयो कि के पहिले पनि सुनेको थियो? पहिला पनि सुनेको थियो, त्यति बुझेन मैले, त्यसरी बुझाउने मान्छे पनि थिएन होइन। पहिलोचोटि तपाईँ जुन पाटन छोडेर काठमाडौँ आउनुभयो चाबेलमा, के अरे भने त्यहाँ चाहिँ तपाईँको श्रीमानलाई चाहिँ अब यो ठाउँ फाप्दैन रहेछ भने सर्नुभयो। अनि जुन घरमा तपाईँ आउनुभयो त्यो घरमा चाहिँ विश्वासीको घर, अनि उहाँले येशूको विषयमा बताउनु भयो। हजुर, उहाँले येशूको विषयमा बताउनु भयो होइन। बताएपछि चाहिँ मैले चाहिँ किनभने अब बच्चाहरू पनि पाल्नु पर्यो भनेर अनि सानो मैले मात्रै चलाउन हुने भए पनि अब श्रीमान त त्यस्तै छ छोप्ने होइन। अनि काम सबै लठालिङ्ग हुन्थ्यो। अब एक्लैले भए पनि चलाउनु पर्यो भने सानो पसल लिएको, त्यो पसल लिने घरबेटी नै अनि विश्वासी भेट्यो मैले। अनि उहाँले सिकाउनु भयो। अनि श्रीमानलाई छोप्न आउँथ्यो बेलुका छोप्न आएपछि हेर न टाउको नहुने मान्छे उभिन आयो, हेर न हेर भन्थ्यो क्या मलाई चाहिँ त्यसो देखाउनु। श्रीमानले चाहिँ टाउको नभएको मान्छे खेद्न आयो भनेर देखाउँछ। अनि मैले भनेको येशूको नाउँमा भनेर घुँडा टेक्नु न भनेर मैले चाहिँ जानी नजानी पनि बुढालाई घुँडा टेक्न लगायो, मैले पनि घुँडा टेक्यो। अनि प्रभु येशू सहायता गर्नु भनेर मैले चाहिँ त्यसरी पुकारा गरेर घुँडा टेक्थ्यो। अनि ढोका डम ठुनेर अनि म चाहिँ हतार घुँडा टेक्थ्यो अनि प्रार्थना गर्थ्यो। अनि प्रार्थना गरेपछि चाहिँ त्यो दिनमा चाहिँ उहाँको शरीरमा चाहिँ त्यो प्रवेश गर्न पाएन। यसरी त्यो टाउको नभएको मान्छेले चाहिँ उहाँ श्रीमानलाई खेद्न आउने, अनि त्यो दिनमा चाहिँ पस्न सकेन। टाउको नभएकोलाई त मुरकुट्टा भन्छ होइन? हजुर। अनि त्यसरी त्यो दुष्ट चाहिँ त्यसको श्रीमानको शरीरभित्र पस्नै सकेन। अनि नसकेपछि चाहिँ अनि के भयो भनेदेखि पर्सिपल्ट के भयो भनेदेखि अनि अब शरीरबाट त छुटकारा पायो मेरो श्रीमानले। अनि के भयो भने यतापट्टि सानो एक तले घर किनेको ठाउँमा चाहिँ के भयो भनेदेखि 40जना 45जना हाँस पालिरहेको थियो मैले होइन। त्यो हाँस पालिरहेको हाँसमा अनि कुकुर एउटा पनि छ त्यो बेलामा, राजु भन्ने कुकुर पालेको थियो। त्यो पालेको कुकुरले के गर्यो भनेदेखि फन घुम्ने थियो। अनि त्यो हाँसलाई एकजना गरी सबैलाई लखाटै मार्ने। अनि के भयो भने मान्छेलाई त छुटकारा पायो, तर अनि कुकुरमा पसेर चाहिँ अनि त्यो हाँस जति सबै मारेको, 40-45 जना हाँस त सबै मारेको। एकजना हाँस बल्ल बाँचेको छ, त्यो केराघारीभित्र छिरेर एकजना हाँस बाँचेको थियो। कुकुरले विध्वस्त मचायो। अनि प्रभु यो के भएको होला प्रभु, तपाईँले मानिसलाई त छुटकारा दिनुभयो, अब कुकुरमाथि पनि यसरी दुष्टले काम गर्यो भनेर मैले चाहिँ त्यस्तो मनमा आएर अनि मैले प्रार्थना गरेपछि अनि त्यसको
पर्सिपल्ट फेरि के भयो भनेदेखि पसलमा यसरी बसिरहेको थियो, भरि चिया बेचेको गिलासहरू थियो, भरि त्यसमा पानी पनि थियो। अनि त्यस्तो भइसकेपछि अनि मलाई चाहिँ पानी लिन जाउँ मन लाग्यो के। त्यो बेलामा त पानी ट्याङ्कीमा पानी थियो, अनि पानी भए पनि मलाई पानी लिन जाउँ मन लाग्यो। प्रभु मलाई पानी लिन जाउँ किन मन लाग्यो त भनेर म चाहिँ जुरुक्क उठेर अब पानी लिन जाउँ मन लागेपछि र म लिन जानु पर्यो भनेर लिन गएको। मेरो बुढा यसरी बसिरहेको थियो, भाँडा पकाएर बसिरहेको थियो, त्यसरी गिलासको त्यो बाटा यसरी थियो। त्यो बाटामा फन घुमेर त्यो पानी माथि गएर अनि त्यो 12-15वटा चिया बेचेको गिलास सबै फुटेर पनि त्यो पानी माथि गएर सबै चरामचुरुम फुट्यो, बम पर्के जस्तै। त्यस्तो भयो। के भयो त त्यस्तो? अनि त्यस्तो भएपछि चाहिँ म पानी लिएर फर्केर आउँदा मेरो बुढा कामेर बसेछ, ठुर कामे डराएर के भएको भनेर। अनि मलाई चाहिँ मनमा के भयो भने अब प्रभुले अवश्य मलाई बचाएको हो। त्यो बेलामा म त्यहाँ त गिलास धुनलाई बस्थेँ नि त, होइन? अनि मलाई चाहिँ छल्नलाई बचाउनु भयो प्रभुले मलाई चाहिँ। अब त्यहाँबाट म त्यहीँ बसिरहेको भए मलाई केही न केही हुन्थ्यो, होइन? अनि मलाई चाहिँ प्रभुले छलाएर अनि लानुभयो पानी लिन। त्यस्तो गरी मलाई चाहिँ प्रभुले बचाउनु भयो। के अचम्मको घटना पो घटेछ त? घटना मेरो जीवनमा भयो। अनि तपाईँको श्रीमान त्यसपछि निको हुनुभयो के? कति समय निको लाग्यो? यसरी मेरो श्रीमान त्यो दिनदेखि चाहिँ त्यसरी घुँडा टेकेर प्रार्थना गरेदेखि दिन चाहिँ निको भयो। मैले राम्रोसँग प्रभुलाई राम्रो चिनेको पनि थिएँ, येशूको नाउँ मात्रै भन्ना बित्तिकै पनि त्यो चङ्गाइ पायो क्या उहाँले चाहिँ। तपाईँले प्रार्थना गर्नुभयो जानी नजानी, त्यसपछि उहाँले पूर्ण रूपमा छुटकारा पाउनुभयो? पूर्ण रूपमा छुटकारा पायो। छुटकारा पाएपछि अब शैतानले चाहिँ अब सामानतिर नोक्सान गर्न गयो क्या। अनि त्यो हाँस मर्यो, कुकुर पनि मर्यो, त्यसरी आफै मर्यो, त्यो पनि आफै मर्यो। अनि त्यसरी शैतानले चाहिँ धेरै हाम्रो जीवनमा काम गर्नुभयो। अनि मेरो ठुलो छोरालाई पनि यसरी बेहोस हुने रोग थियो, उसलाई पनि प्रभु विश्वास गरेपछि चङ्गाइ पायो। भनेपछि त अनि तपाईँको श्रीमान, तपाईँको ठुलो छोरा सबै रोग। अनि मलाई पनि छोप्ने, म पनि राति सुत्न सक्दैन, डराउने थियो। अनि कहाँबाट कालो आएर छोप्ने थियो, डराउने। म उठान पारेर सुत्न सक्दैन, अनि भोप्ट परेर सुत्छु, उठान पारेर सुत्न डर लाग्ने एकदम। छोप्ने त्यस्तो हुन्थ्यो। त्योबाट पनि मलाई पनि छुटकारा पायो। अनि माइलो छोरा पनि राति डराउने चिचाउने थियो, त्यो पनि छुटकारा पायो। प्रभु पाएपछि नि छुटकारा पायो। अनि धेरै पैसाहरू पनि खर्च गर्यो, धामी झाँक्री नदेखाएको ठाउँै छैन। अनि प्रभुले चाहिँ मलाई त्यो कुराबाट छुटकारा दिनुभयो, धेरै कुराबाट छुटकारा दिनुभयो। अनि मेरो श्रीमानलाई त्यो रोग लाग्दाखेरि चाहिँ के हुन्छ भनेदेखि त्यो छोप्ने रोग लाग्दाखेरि चाहिँ त्यो दिनको 4 फेरासम्म भात पकाइदिनु पर्थ्यो। खाए छैन ल्याऊ भन्छ, अनि होइन खाना पनि नखाने, दियो कि अनि छोपिहाल्ने, फालिहाल्ने, त्यसरी। अनि अब कहिलेकाहीँ त काम बेसी भएर छैन भने अनि न्यु खोज्ने, त्यस्तो थियो। अनि त्यस्तो एकदम शैतानले सटाएको थियो, धेरै नै अनि सटाएको थियो। सिरी सम्पत्ति धेरै पनि सिध्याएँ मैले। अनि त्यसो भएर प्रभुले चाहिँ यो कुराबाट हामीलाई धेरै छुटकारा दिनुभयो, धेरै छुटकारा दिनुभयो। भनेपछि तपाईँको परिवारमा श्रीमान, छोराहरू हैन, तपाई हजुर सबैलाई त्यसरी तर्साउने त्यस्तो थियो। अनि अब धामी झाँक्री नदेखा ठाउँै छैन मैले। अनि प्रभु पाएपछि चाहिँ त्यो कुराबाट सबै कुराबाट छुटकारा पायो। अनि छुटकारा पायो। हामी परिवारै अहिले विश्वासी छौँ, प्रभुमा छौँ। अनि अहिले चाहिँ कस्तो भनेदेखि अहिले धेरै मानिसहरूलाई चाहिँ सुसमाचार छ, तै पनि मान्छेहरू अटेरी गर्छ होइन। ऊ बेलामा मलाई त एकजनाले मात्रै त्यसरी सुनाउने पाए पनि त्यो बेलामा नै मैले 60 वर्षसम्म त दुःख पाउनु पर्दैन थियो होला, त्यस्तो अहिले मलाई त्यस्तो अनुभव लाग्छ अहिले। हजुर 7 वर्षपछि तपाईँले अब सुसमाचार सुनेर येशूलाई विश्वास गर्नुभयो र सबै परिवारहरू निको भए, छुटकारा पाए, धेरै छुटकारा पायो। अनि मैले राति अब सुत्न पनि पाउँदैन थियो, दिनमा काम हुन्थ्यो, रातभरि खोज्दै हिँड्नुपर्ने हुन्थ्यो। त्यसरी कहिले निन्द्रा हुँदैन, कहिले खाना टाइममा खान पाउँदैन, त्यस्तो दुःख भोगाइ भयो क्या त्यो बेलामा। अनि प्रभुले त्यस्तो कुराबाट धेरै कुराबाट छुटकारा पायो मैले। अनि प्रभुलाई धेरै धन्यवाद होस्।
अनि मैले अहिले के भन्छु भने मान्छेले अहिले जताततै सुसमाचार युट्युबमा अनि कति प्रभुको बारे सुन्न पाउँछ अहिले त्यही पनि मान्छेले अटेरी गर्छ हैन त्यति बेला त्यस्तो पाउँदैन त्यति बेला थिएन अनि एउटा शब्द पनि प्रभु येशू भनेर भन्ने मान्छे पनि थिएन त्यो बेलामा अनि त्यो बेलामा त्यस्तो थिएन अनि भए पनि भन्न डराउँथ्यो मान्छेहरू हैन अनि त्यो बेलामा पर्यो हामी अनि धेरै दुःख पायो अब मान्छेलाई अहिले 1 महिना मात्रै निकै वर्ष अगाडिको कुरा हो हजुर निकै वर्ष अगाडिको कुरा हो अब मेरो छोराहरू त्यही कान्छो नै 3 वर्षको हुँदाखेरि भएको त्यस्तो अहिले अनि तपाईले अब यो सबै परिवारहरू यसरी अहिले विश्वासी हुनुहुन्छ कि के छ हजुर विश्वासी नै छ सबै परिवार प्रभुमा छ अहिले प्रभुलाई विश्वास गर्छ अनि धेरै परिवारमा राम्रो भएको छ मेरो चाहिँ अब यस्तो दुष्टबाट चाहिँ पूरा रूपले छुटकारा पाएको छ हैन प्रभुले मेरो जीवनमा चाहिँ धेरै मेरो परिवारको जीवनमा काम गर्नुभएको छ प्रभुले अनि अहिले त मान्छेहरूलाई अब युट्युबबाट यसरी मोबाइलबाट कति प्रभुको प्रचारहरू छ नि त त्यो बेलामा छैन कति दुःख पायो अब बच्चाहरू सानो छ अनि बच्चाहरू राति पनि 2 जना बच्चाहरू बोकेर जानु पर्थ्यो राति कहिले कुकुरले टोक्थ्यो बच्चालाई पनि कुकुरले टोक्थ्यो श्रीमानलाई खोज्न जान्थ्यो अनि त्यसरी मैले धेरै दुःख भोगाइ पायो धेरै अनि प्रभुले त्यस्तो महान काम मेरो जीवनमा प्रभुलाई तपाईले त्यस्तो दुःख संघर्षबाट प्रभुलाई पाउनु भयो है अनि प्रभुलाई पाइसकेपछि तपाईको जीवनमा कस्तो अनुभव रह्यो मेरो जीवनमा त अब जस्तै अब हुनु त अब मेरो जीवनमा प्रभुले छुटकारा दिइसकेपछि मेरो जीवनमा चाहिँ धेरै राम्रो अनुभव मलाई चाहिँ आनन्द एकातिर आउने जस्तै दुःख परे पनि भित्रबाट चाहिँ आनन्द आउने हैन आनन्द आउने अनि मैले काम गरेको ठाउँमा पनि राम्रो हुँदै गयो अनि धेरै राम्रो हुँदै गयो अनि छोराछोरीमा पनि राम्रो हुँदै गयो प्रभुले त्यो कुराबाट धेरै छुटकारा दिनुभयो हामीलाई चाहिँ अनि तपाईले जुन अब त्यो पहिली अब त्यो घरै बेच्नु भयो जग्गै तपाईले बेच्नु भयो उपचारको लागि पछि सबै कुराहरू के भयो कस्तो भयो पछि सबै कुराहरू पछि मैले चाहिँ यता आएर एउटा एकटरा सानो एउटा घर किनेपछि पछि काम गर्दै जाँदा घर किन्यो बुढालाई छुटकारा पाएपछि अनि एउटा घर किन्यो अहिले चाहिँ त्यही घर छ हाम्रो हैन प्रभुले धेरै ठाउँमा जग्गा पनि दिनुभयो धेरै प्रभुले आशिष दिनुभयो हाम्रो परिवारमा काममा पनि आशिष आयो त्यो बेलामा त अब कमाएको जति पनि सबै सिध्याउने सबै कुरा भट्टाभुङ्गै भएको प्रभुले फेरि पनि सबै कुरा दिनुभयो प्रभुले सबै कुरामा हामीलाई ठिकसँग राख्नुभयो अनि अहिले चाहिँ सबै कुरा ठिक छ राम्रो छ प्रभुले तपाईले पछि प्रभुलाई विश्वास गरेको कारण तपाईको परिवारबाट त्यस्तो कुनै बाधा विघ्न विरोध आएन त्यस्तो मेरो आफन्तहरूबाट त अब उनीहरूले पनि मेरो दुःख देखेर मलाई परेको देखेर उनीहरू पनि जाऊ भन्थ्यो मेरो आफन्तहरूले नै आमाहरू पनि जाऊ कति दुःख भोग्छौ कति गाह्रो तिमी दुःख भोग्छौ हामीलाई पनि भन्दैनौ अब कति तिमी एक्लैले मात्रै यो दुःख भोगेर बस्छौ जाऊ न यसरी भन्थ्यो आमा बुवाले पनि चर्चमा जाऊ भन्नुहुन्थ्यो विरोध आएन मेरो चाहिँ हैन अब उनीहरूले पनि देख्यो नि त हैन कति गर्न जति गरिसक्यो अब नभएपछि त अब जाऊ न त के हुन्छ भन्ने कुरा उनीहरूको कुरा पनि आयो अनि त्यसो भएपछि चाहिँ अनि धेरै कुरामा मेरो जीवनमा चाहिँ प्रभुले राम्रो काम गर्नुभयो प्रभुले आशिषै दिनुभयो अनि अहिले त्यो दिनको सम्झना दुःखहरू सङ्घर्षहरूको कथा है हजुर अहिले प्रभुलाई चिरिसकेपछिको अवस्था परिवारले के भन्छन् अब अहिले परिवारले त के भन्छ भने कस्तो राम्रो भयो यस्तो भएको मान्छे यस्तो ठुलो रोगबाट छुटकारा पायो भन्थ्यो नि सबैले चाहिँ अनि प्रभुले गरेको काम भन्छ अहिले सबै आफन्तहरूले पनि त्यसो भन्छ राम्रो छ त्यस्तो नराम्रोबाट छुटकारा पायो तिमीहरू ओहो त्यस्तो त गर्न सक्ने परमेश्वरले छ भन्ने उनीहरू पनि थाहा छ देख्यो उहाँले पनि अनुभव भयो अनि श्रीमानलाई अब त्यो जुन त्यो छोप्ने रोगबाट छुटकारा हुँदाखेरि पनि आदि पाखो चाहिँ नचलेको थियो हैन अनि यता मण्डली अगुवा पास्टरहरू विश्वासी जनहरूले पनि प्रार्थना गरिदिनु भयो अनि मैले पनि उपवास प्रार्थना गरेँ त्यो आदि पाखो नचलेको पनि निको भयो श्रीमानको हैन त्यस्तो पनि भयो
अनि अब अलिकति कस्तो भन्ने अब प्रभुमा ठिक प्रकारसँग नजिएको कारणले फेरि पनि उहाँको जीवनमा ठुलै रोगले आक्रमण गर्यो। त्यहाँबाट पनि प्रभुले फेरि विजय दिनुभयो। पश्चाताप गरेर उहाँमा फर्केपछि फेरि पनि विजय दिनुभयो उहाँले। राम्रो गर्नुभयो। अनि धेरै सङ्कष्ट पर्यो प्रभुको आज्ञा नमान्दाखेरि हैन। अनि फेरि पनि उहाँले पश्चाताप गरेर अनि फेरि पनि फर्किँदाखेरि चाहिँ त्यो रोगबाट सबै कुराबाट छुटकारा दिनुभयो प्रभुले। भनेपछि तपाईँ अहिले खुसी हुनुहुन्छ? खुसी छ म चाहिँ धेरै खुसी, प्रभुमा आएर धेरै खुसी। अनि कति दुःख पर्दाखेरि पनि दुःख जस्तो नलाग्ने थियो। मसँगै प्रभु छ भन्थ्यो मैले हैन। म प्रभु नपाउँदाखेरि पनि अब यो धेरै धर्म कर्म गरिसक्यो, धेरै हाम्रो जीवनमा सबै कुरा गरिसक्यो, नीति नियम सबै गरिसक्यो। अब मलाई छोप्न आउँदाखेरि पनि मलाई तिमीलाई पनि 2 वर्षमा मार्छु भन्थ्यो क्या। मेरो श्रीमानको मुखबाट बोल्थ्यो क्या, त्यसरी दुष्ट बोल्थ्यो। त्यो बोल्दाखेरि म चाहिँ के भन्छु भने मलाई बचाउने कुनै न कुनै एकजना छ हैन, मलाई बचाउने एकजना छ, तिमीले केही पनि गर्न सक्दैन भन्छु के म चाहिँ त्यो बेलामा पनि। अनि त्यो बेलामा मैले प्रभु नै नपाएको बेलामा पनि मैले सबै आफूले गर्दै आएको कुरा सबै काराकुरु निकालेर बोरामा हालेर फालेको पनि थियो मैले। तिमीहरूले केही गर्न सक्दैन भनेर रिसले फालेको मैले। यत्रो गर्यो केही भएन है, यत्रो गर्यो केही भएन। अब कसैले अब मलाई सुसमाचार सुनाएको पनि छैन है। अब यत्रो गरेको त के हेरेर बसेको त भनेर म त काराकुरु निकालेर कसैले सिकाएको पनि छैन, केही पनि छैन, बोरामा हाल्यो झोक जलेर सबै। ल अब सक्छ भने मलाई बचाउने एकजना छ, ल तिमीहरूले केही नि गर्न सक्दैन भनेर बोरामा हालेर ठाङ्गो पारेर पठाइदिए। त्यसो गरेँ मैले। भनेपछि अहिले त्यस्तो पनि गर्यो। त्यस्तो गर्नुभयो। जीवनमा तपाईको धेरै उकाली ओह्रालीहरू छन्। हजुर। तर परमेश्वरलाई चिनेपछि चाहिँ तपाईको जीवनमा धेरै असल कुरा सुरुवात भयो। धेरै असल कुरा सुरुवात भयो मेरो जीवनमा। अनि मलाई जस्तै परे पनि चाहिँ डर आउँदैन थियो। ऊ बेलामा डर आउँथ्यो, अहिले जस्तो परे पनि डर आउँदैन। प्रभुले शान्ति नै दिनुभएको छ हैन। मेरो जीवनमा सबै कुरा राम्रो हुँदै आएको छ। प्रभुले अब संसारमा मान्छे बसेपछि र अलि दुःख कठिनाइ त जसलाई पनि हुन्थ्यो, तर सहने शक्ति चाहिँ प्रभुले दिनुहुन्छ। अनि कति मान्छेहरू चाहिँ त्यस्तो परेपछि चाहिँ कतिले अब बिग खाएर झुनेर कति आत्महत्या गरेर हैन, कति दुःख परेर मर्थ्यो नि मान्छेहरू हैन। मलाई त्यो बेलामा दुःख पर्दाखेरि पनि प्रभुले चाहिँ एकदम भित्रबाट साहस आउने मलाई चाहिँ धेरै प्रभुले मलाई चाहिँ आनन्द। म हिँडेर गए पनि चाहिँ दुःख पर्दा मन खानै नखाएर बसे पनि मलाई चाहिँ आनन्द शान्ति आउने धेरै राम्रो भएको मेरो जीवनमा चाहिँ प्रभुले मेरो परिवारको जीवनमा काम गर्नुभयो क्या। र अहिले परिवारहरूले पनि परमेश्वरको काम देखेर खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ। प्रभुको धेरै ठुलो काम देख्यो उनीहरूले पनि हैन। अनि त्यसो भएर अनि मेरो आफ्नो मान्छेहरू सबैले पनि थाहा छ मेरो जीवनमा त्यस्तो ठुलो काम भयो। अनि मलाई चाहिँ अब कस्तो भने त्यो बेलामा त अब सङ्घर्ष धेरै गरेन, भएको कुरा सबै गुमायो हैन। सङ्घर्ष त आयो, त्यो सङ्घर्ष गर्नलाई चाहिँ प्रभुले मलाई धेरै ठाउँमा सहायता गर्नुभयो। प्रभुले धेरै ठाउँमा मलाई सहायता गर्नुभयो। अनि अहिले फेरि वापस घर पनि छ, मेरो जग्गाहरू पनि छ, प्रभुले सबै कुरा दिनुभएको छ मलाई चाहिँ। अनि छोराछोरी पनि ठाउँमा अब काम आफ्नै ठाउँमा छ, राम्रै छ। अनि प्रभुले धेरै कुरामा आशिष दिनुभयो। त्यस्तो बन्धनबाट चाहिँ पुरा छुटकारा दिनुभयो प्रभुले हाम्रो परिवारमा। तपाईको आफ्नो जीवन है गवाई, आफ्नो साक्षी सुनेर साँच्चै हामी आशिषित भएका छौँ। र तपाईँको केही भन्न बाँकी छ अझै कस्तो छ भनेदेखि मैले अब त्यो बेलामा पसल राखेको बेलामा हैन, श्रीमानलाई चाहिँ त्यस्तो हुन्थ्यो कि 7 वर्षसम्म चाहिँ अब यसरी पसलमा काम गरे पनि त्यो गर्छ सबै कुरा टाकटुक बेच्नलाई ठ्याक्कै पार्छु। अनि जुरुक्क उठेर छोप्न आएपछि त्यो सबै फाल्दिने हैन। त्यसो गरेर धेरै नोक्सान भोग्यो मैले हैन। 7 वर्षसम्म त्यस्तो हुँदाखेरि चाहिँ अनि कति नोक्सान बेहोर्नु पर्यो। अनि त्यो कुराबाट पनि प्रभुले छुटकारा दिनुभयो हैन। अनि मैले चाहिँ के भन्छु भनेदेखि अनि त्यस्तो कष्ट दुःख भोगेको मानिसहरूले चाहिँ प्रभु येशूलाई चाहिँ विश्वास गर्यो भनेदेखि चाहिँ छुटकारा चाहिँ अवश्य पाउँछ
भने हामीले पायो होइन, हाम्रो परिवारले त्यो पायो, अरूले पनि त्यस्तो पाउन सक्छौँ प्रभुको आशिष। अनि प्रभुले छुटकारा दिनुहुन्छ, अनि प्रभुले सबै कुरामा केही कुरा पनि असम्भव छैन, उहाँमा सबै कुरा सम्भव छ। प्रभुले सबै कुराबाट निको पार्नुहुन्छ, ठुल्ठुलो रोगबाट पनि निको पार्नुहुन्छ भने म विश्वास गर्छु प्रभुमा। अनि उहाँहरूले पनि त्यसै गर्नुभयो भने चाहिँ हुन्छ भन्ने मेरो मनमा लाग्छ। र अब तपाईँले आफ्नो जीवन बताउनु भयो है, साक्षीहरू गवाईहरू। अन्त्यमा हाम्रो दर्शकहरू, हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँको भन्नु केही छ कि? म चाहिँ के भन्छु भने अब विश्वासी, अब प्रभुलाई पाउने सबैलाई चाहिँ के भन्छु भने कि अहिले जता पनि प्रभुको सुसमाचार छ, प्रभुको काम भएको देखेको छ, तर अटेरी गरेर नबस्नु होइन। प्रभुमा आउनु, कुनै कुरा पनि असम्भव छैन। जस्तो सङ्कष्टबाट पनि बचाउनुहुन्छ प्रभुले होइन, सङ्कष्ट परे पनि बचाउनुहुन्छ होइन, पर्नदेखि पनि बचाउनुहुन्छ भन्ने कुरा म त्यो सुझाव चाहिँ दिन्छु। अहिले प्रभुलाई पाएको मान्छेले पनि नपाएको मान्छेले पनि प्रभुलाई विश्वास गर्यो भनेदेखि चाहिँ कुनै कुरा पनि असम्भव रहेनछ भन्ने कुरा म बुझाउन चाहन्छु। हुन्छ, तपाईँले आफ्नो आशिषमय गवाईहरू हामीलाई सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धन्यवाद, अब यो मौका दिनुभयो मलाई होइन। प्रभुलाई पनि धेरै धन्यवाद, अनि मेरो जीवनमा यस्तो ठुल्ठुलो काम गर्नुभयो, प्रभुलाई पनि धेरै धन्यवाद। तपाईँहरू मण्डली परिवारलाई पनि धन्यवाद, तपाईँलाई पनि धन्यवाद। मण्डली परिवारलाई पनि जय मसी। हाम्रो लागि कति प्रार्थना पनि गरिदिनु भयो उहाँहरूले होइन। अनि यस्तो कुराबाट छुटकारा पायो, ठुल्ठुलो कुराबाट। अनि अगुवाहरूलाई पनि जय मसी। तपाईँहरू सबै मण्डली परिवारलाई पनि जय मसी, रेशम भाइलाई पनि जय मसी। यो मौका दिनुभयो, प्रभुलाई धेरै, झन् प्रभुलाई त धेरै धेरै धन्यवाद। हुन्छ, आदरणीय दर्शकवृन्द तथा विश्वासी तथा दाजुभाइ दिदीबहिनीहरू, हामीले आज जुन साक्षी, एउटा गवाई, जीवनमा उहाँको जीवनको गवाई अनुभव हामीले सुन्ने मौका पायौँ। निश्चय पनि तपाईँहरूले यो गवाईबाट आशिष पाउनुभएको छ र परमेश्वरको काम कसरी विभिन्न व्यक्तिहरूको जीवनमा होइन परमेश्वरले काम गर्नुहुन्छ है, आशिष दिनुहुन्छ, छुटकारा दिनुहुन्छ, चङ्गाई गर्नुहुन्छ, भूतप्रेत मसान दुष्ट आत्माबाट होइन बन्धनबाट छुटकारा दिनुहुन्छ भन्ने कुरा विभिन्न व्यक्तिहरूको जीवन गवाई साक्षी हामीले सुन्दै आइराखेका छौँ। र आज पनि उहाँको जीवनबाट, परिवारबाट कसरी परमेश्वरले काम गर्नुभयो भन्ने कुरा हामीले सुन्ने अवसर पायौँ। र परमेश्वरले तपाईँहरूलाई निश्चय पनि आशिष दिनुहुनेछ यो साक्षी गवाई सुनेर। र आगामी दिनहरूमा हामी अन्य विभिन्न व्यक्तिहरूको साक्षी गवाईहरू लिएर आउने नै छौँ। तबसम्मको लागि यहाँहरूबाट म बिदा हुन चाहन्छु। हामी सबैको तर्फबाट जय मसीह।